यदि तपाईँ 15 वर्षदेखि 25 वर्षको हुनुहुन्छ भने मेरो कुरा ध्यान दिएर सुन्नुहोस् है त। अहिले तपाईँले के गर्दै हुनुहुन्छ तपाईँलाई थाहा छ कि विचार गर्नु भएको छैन? अहिले गरिरहेको कामले भविष्यमा केही होला जस्तो लाग्छ कि लाग्दैन? आफै मूल्याङ्कन गर्नु है त। कसैको मोह मायामा लाग्न, कसैको प्रशंसा गर्दै दिनहरू बितिरहेको छ भने छोडिदिनुहोस् अरूको प्रशंसा गर्न, छोडिदिनुहोस् अरूको पछि लाग्न। कसैको प्रशंसा गर्दैमा, कसैको पछि भाग्दैमा जिन्दगी बन्दैन। अहिले जसको प्रशंसा गरिरहनु भएको छ भोलि उसैको मुखबाट गाली सुन्न समय लाग्दैन। अहिले जसको पछि भागिरहनु भएको छ त्यो अर्कैको पछि भाग्ने छ, त्यो पनि टाइम लाग्दैन। अहिले तपाईँले जोसँग कुरा गरेर आफ्नो अमूल्य समय बर्बाद गर्दै हुनुहुन्छ त्यो मान्छे पनि तपाईँसँग हुने छैन। साथीहरूसँग घुम्दै, साथीहरूले भने ठाउँमा जाँदै तपाईँले समय बर्बाद गरिरहनु भएको छ भने त्यो साथी पनि भोलि हुने छैन। स्कुल पढ्दै हुनुहुन्छ भने स्कुल पढ्दाको साथी भोलि हुने छैन। कतै कलेजहरू पढ्दै हुनुहुन्छ भने कलेज पढ्दाको साथी पनि भोलि हुने छैन। इन्स्टिट्युटहरू पढ्दै हुनुहुन्छ भने पनि इन्स्टिट्युटमा सँगै पढेको साथी भोलि सँगै हुने छैन। तपाईँले कतै काम गर्दै हुनुहुन्छ भने पनि यदि तपाईँले त्यो कम्पनी छोड्नुभयो भने, त्यो ठाउँ छोड्नुभयो भने भोलि त्यो साथी पनि त्यहाँ हुने छैन। छोडिदिनुहोस् अरूको पछि लाग्न, छोडिदिनुहोस् अरूको प्रशंसा गर्न। तपाईँ जसको पछि भाग्नु भएको थियो त्यो मान्छे तपाईँको आँखा अघि हुने छैन। तपाईँले जसलाई माया गर्नुहुन्थ्यो त्यो मान्छे पनि अरू कसैसँग हुनेछ। तपाईँले जसको लागि तपाईँले समय बर्बाद गर्दै हुनुहुन्थ्यो ती सबै आफ्नो आफ्नो ठाउँमा मस्त हुनेछन्। तर तपाईँ तनावग्रस्त। समयले कसैलाई पनि पर्खिँदैन। समयले कसैलाई पनि पर्खिँदैन। तपाईँको अमूल्य समय हो, तपाईँले खेर नफाल्नुहोस् है त। यो समय फेरि फर्केर आउँदैन। 1 वर्ष बित्यो, 2 वर्ष बित्यो, वर्ष बित्दै बुढो भएको अत्तो पत्तो पाइँदैन। अनि पछि पछुताइन्छ, काश मैले पनि त्यति बेला मेहनत गरेको भए अहिले यस्तो हुने थिएन। साथीहरू कहाँ पुगिसके, कस्ता भइसके, म अहिले पनि यहीँ छु। समय बर्बाद नगर साथी, यो अमूल्य समय हो, यसलाई सदुपयोग गर। माया प्रेमको पछि लागेको छौ भने त्यो माया प्रेम पनि हुने छैन। विश्वास लाग्छ मलाई, उसले पनि विश्वास गर्छ। विश्वास तोड्न टाइम लाग्दैन। साथ दिने मान्छेले घात गर्न टाइम लाग्दैन। हाँसिरहेको मान्छे रुन टाइम लाग्दैन। हिँडिरहेको मान्छे बस्न टाइम लाग्दैन। बगिरहेको खोला बगिरहन्छ, तिमी खोला जस्तै बगिरह। तर अरूको कुरा गर्दै, प्रशंसा गर्दै अरूको पछि लाग्दै होइन। कुन कुरामा मेहनत गर्यो भने, कुन कुरामा समय अहिले खर्चियो भने त्यो समयले पछि आफूलाई सुख दिन्छ भन्नेतिर लाग। छोडिदेऊ माया, छोडिदेऊ सबै कुरा। कसैले विश्वास गर्दैन भोलि, ओहो तैँले मलाई माया गर्दिस्, ओहो तैँले मेरो प्रशंसा गर्दिस्, त मेरो साथी होस् भनेर कसैले पनि भन्नेवाला छैन। कहानी हुन्छ एक दिन, कथा हुनेछ। त्यो कथामा तिमी मात्र हुनेछौ अनि सबै कथाका पात्रहरू।